म पनि सुरीमै जन्मेको मान्छे। उहाँको हैसियत के थियो, मेरो हैसियत के थियो, यो यहाँ मैले धेरै व्याख्या गर्नु पर्दैन। मैले त अमेरिकाबाट भाँडा माझेर ल्याएर यहाँ सामाजिक सेवा राजनीति गरिरहेको छु। आफ्नो जीविका मैले चाहिँ के भन्छ धानिरहेको छु। त पार्वतजीले त्यो हैसियत कहाँबाट प्राप्त गर्नुभयो, म उहाँलाई सोध्न चाहन्छु। त्यसो भएको हुनाले पार्वतजी, मान्य पार्वतजी, तपाईले लोकतन्त्रमा सबैलाई सम्मान गर्न सिक्नुहोस्। लोकतन्त्रमा सम्मान, सबैको सम्मान हुनुपर्छ भन्ने कुरा तपाईँ कहिले पनि नबिर्सिनुहोस्। म तपाईँलाई यो सल्लाह दिन चाहन्छु। तपाईँ जस्तो यहाँको प्राकृतिक साधन स्रोतलाई दोहन गरेर मैले राजनीति गरिनँ। मैले द्वन्द्वको टाइममा सायद पार्वत गुरुङ द्वन्द्वको 10 वर्षको टाइममा 10 चोटि पनि सुरीमा आउनु भयो कि भएन यो सुरीवासीलाई थाहा होला। म त एउटा पेसा गर्नको लागि यो द्वन्द्वमा जुन किसिमको अप्ठ्यारो थियो हाम्रो नेपालमा, त्यो अप्ठ्यारोलाई मैले त्यहाँ बसेर मैले पार लगाएकै हो। तर त्यो के को लागि पनि म आफू बलियो भएँ भने मात्रै मैले अरूलाई बलियो बनाउन सक्छु। म आफै दुर्बल भई, म आफै रोगी भई, म आफै अक्षम भई, तपाईँले म सक्षम बनाउँछु भने तपाईँले मलाई पत्याउनुहुन्छ। मैले त्यो कामको लागि म अमेरिका भाडा मान्न गएको थिएँ। तर मैले यहाँको कुनै उपभोक्तामा बसेर कुनै ठेक्कापट्टा लिएर कुनै प्राकृतिक साधन स्रोतलाई दोहन गरेर यहाँको जडीबुटी जंगल पशु पंक्षीलाई चाहिँ नाश गरेर मैले राजनीति पनि गर्न जानिनँ, राजनीति पनि गरिनँ, अब पनि गर्दिनँ। उहाँले पनि भन्नुभएको छ रुद्रबारको हैसियत के हो पनि भन्नुभएछ। हैसियत सोध्नुहुन्छ भने पार्वत मान्यज्यू, म नेपाली कांग्रेसको क्रियाशील सदस्य र तपाईको पार्टीको पोलिट ब्युरो भन्दा मेरो इज्जत यो संसारमा सबैभन्दा बढी इज्जत मेरो हुन्छ। म नेपाली कांग्रेसको सदस्य भएको नाताले त्यो कुरा म हिम्मतको साथ भन्छु। एउटा नेपाली कांग्रेसको क्रियाशील सदस्य र पार्वतजी भोलि पोलिट ब्युरो सदस्यको हैसियत संसारको कुनै पनि कुनामा गएर दाजु उहाँको र मेरो हैसियत बढी हुन्छ। हामी दलीय राजनीतिमा विश्वास गर्ने हो। यहाँ हैसियतको व्यक्तिको हैसियतको कुरा हुँदैन, पार्टीले गर्ने हो सबै निर्णय पार्टीले। त्यसो भएको हुनाले म मलाई अर्को पनि सल्लाह दिन चाहन्छु।